नमस्ते। फेरि पनि आज तपाईहरुमा एउटा कमेन्टलाई नै लिएर उपस्थित भएको छु। चाहिँ बाबु डङ हुनुहुँदो रहेछ। पक्कै पनि उहाँले फेरि पनि यो भिडियो देख्नुहुन्छ होला। उहाँको कमेन्टलाई नै सम्बोधन गरेर चाहिँ आजको भिडियो बनाउँदैछु। उहाँले चाहिँ फ्यामिली डिटेल वर्क इन कतार छ, एप्लाई गर्न मिल्छ कि मिल्दैन भनेर सोध्नु भएको छ। कस्तो फ्यामिली डिटेलमा वर्क इन कतार भनेर चाहिँ फ्यामिली डिटेलमै वर्क इन कतार भनेर आएको हो। त्यस्तो अवस्थामा के गर्न सकिन्छ भनेर चाहिँ तपाईँ कसैलाई थाहा छ भने चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ है। मेरो आइडिया चाहिँ मलाई जहाँसम्म लाग्छ त्यो चाहिँ तपाईहरुमा सेयर गर्न चाहन्छु। कस्तो रहेछ भने वर्क इन कतार, वर्क इन दुबई त्यस्तोहरू छन् जुन खाडी मुलुकमा हामी नेपालीहरू चाहिँ श्रम गर्न जान्छौँ नि, ज्याला मजदुरी गर्न जान्छौँ नि। त्यस्तो अवस्थामा चाहिँ हामी ज्याला मजदुरी गर्न गएको हो, मेरो बाबाको पेन्सन अथवा मेरो बाबाको इन्कमले चाहिँ हामीलाई नपुगेर हामी चाहिँ ज्याला मजदुरी गर्न गएको हो भनेर चाहिँ प्रुभ गर्न सक्यो। अथवा त्यो अनुसारको एप्लिकेसनमा त्यो अनुसारको चाहिँ एप्लिकेसनमा चाहिँ त्यो सबै डिटेलहरू राख्यो। यति वर्ष चाहिँ म यो कारणले गएँ भनेर चाहिँ राख्न सक्यो र त्यसलाई प्रुभ गर्न सक्यो भने अपिलमा जित्न सकिँदो रहेछ। सुरुचोटिमा चाहिँ भिजा रिजेक्ट हुने सम्भावना धेरै हुँदो रहेछ होइन। तर फेरि रिअपिल गर्यो भने चाहिँ यो कारणले चाहिँ म ज्याला मजदुरी गर्नै गएको नि त, दुबई कतारमा त ज्याला मजदुरी गर्नलाई गएको हो। त्यही भएर चाहिँ मैले पनि अब फेरि फ्यामिली भिजा पाउनुपर्छ भनेर चाहिँ एप्लिकेसनमा डिटेलमा लेख्यो भने पाउँदो रहेछ। दुबई कतारमा गएर काम गरेकोहरूले मुद्दा जितेर युके आएको मैले भेटेको छु। त्यही भएर तपाईँलाई मैले सुनाएको है। तपाईँहरूलाई कसैलाई केही यो विषयमा थाहा छ, जानकारी छ भने चाहिँ तपाईँले कमेन्ट गरेर उहाँलाई सहयोग गर्न सक्नुहुन्छ। मलाई थाहा भएको चाहिँ तपाईँलाई मैले भनेको है त।